र गौँथलीको प्रचारको लागि हामी हिँडिरहेछौँ बसन्तपुर। हाई नमस्ते। ओके हेलो नमस्ते, म सुरक्षा। यतिखेर म छु बसन्तपुरमा र मसँग यतिखेर तपाईँले देखिसक्नु भएको छ होला, यता देख्न सक्नुहुन्छ सिमरन खड्का हुनुहुन्छ। आज चाहिँ अलिक फरक अवतारमा सिमरनलाई यहाँ हामीले प्रस्तुत गरेका छौँ, किनभने आज गौँथलीको प्रमोसनको लागि साउन 1 गतेबाट चलचित्र आउँदैछ र ऊ चलचित्रको गेटअपमा यतिखेर यहाँ दर्शकसँग विशेष गरेर आज शनिबारको दिन यहाँ प्रत्यक्ष भेटघाट गरौँ भनेर हामी उपस्थित भएको छौँ। रमाइलो भइरहेछ? हजुर दिदी, रमाइलो भइरहेको छ। एक्सपिरियन्स एकदमै मजाको भइरहेछ। बोक्न गाह्रो त भएको छैन? अलिअलि त गाह्रो भइरहेछ। अब आज दर्शकसँग भेटेर प्रतिक्रिया कस्तो हुन्छ? जस्ताको त्यस्तै सिमरनले आज मेरो केही काम छैन, सब सिमरनको होइन त? हो दी हो। माइक्रोफोन यहीँ लगाइदिन्छु। ल कस्तो लाग्यो ट्रेलर? राम्रो लाग्यो, धन्यवाद। साउन 1 गते फिल्म हेर्नुपर्छ है त। हो दाइ, फिल्म हेर्नुपर्छ है त दाइ। हस् दाइ, नमस्ते। फिल्म हेर्न आउनुपर्छ है त गौँथली, हेर्नुपर्छ है त गौँथली। हाई कस्तो क्युट क्युट हो। हाई नमस्ते दाइ, म गौँथली। मेरो फिल्म चाहिँ रिलिज हुँदैछ साउन 1 गतेदेखि। सब परिवार हेर्न आउनु। ए हजुर हजुर। नमस्ते। ए नमस्ते दिदी, नमस्ते। सन्चै हुनुहुन्छ? अमै कस्तो उसले त मलाई चिनेको जस्तो गरेको भाइ। हाई हाई, म गौँथली। हजुर बा नमस्ते, म गौँथली। हजुर हजुर। ए हो, फिल्म हेर्नुपर्छ है त आमा। बाई छैन हो र? ए हजुर हजुर। ए हजुर हजुर। ए हजुर हजुर। ए हो, हाई हेर्नुपर्छ है, साउन 1 गतेदेखि रिलिज हुँदैछ। सुन्या त छ कि फिल्म पनि हेर्न आउँछौँ। हो स्योर ल, थ्याङ्क यू। हाई नानु, म गौँथली। हेर्नु भएको थियो? कस्तो लाग्यो ट्रेलर? ए हजुर हजुर। हजुर हजुर हजुर। यो चाहिँ फिल्मको। नमस्ते पा। तिमीले अब कसको घर गुड बनाउँछौ? अब नेपालीहरूकै घरमा? हजुर हजुर। सुन्नु भएको छ गौँथलीको बारेमा? हाई नानु, सुन्नु भएको थियो गौँथलीको बारेमा? ल अब हेर्नु है त, राम्रो बनेको छ। ट्रेलर पनि युट्युबमा आइसक्यो, हेर्नु होला है त। हस् थ्याङ्क यू। गौँथलीको बारेमा सुन्नु भएको थियो? फिल्म हेर्न आउनुपर्छ है त साउन 1 गते। नमस्ते, म गौँथली। हजुर, सुन्नु भएको थियो गौँथलीको बारेमा? हजुर हजुर। माया गरिदिनु होला अरूभन्दा पनि। हस् थ्याङ्क यू, थ्याङ्क यू। हस् थ्याङ्क यू, हेर्न आइदिनु होला है। हस् थ्याङ्क यू। माई मुभी इज रिलिजिङ अन साउन 1 गते, July 17th. So I am an actress. Where are you from? From Scotland. Oh wow. So it's free and she's promotion in here. It's coming Movie. So this is कमिङ फ्राइडे। Yeah. so which कुन हलमा लाग्छ यो? सबै हलमा। अल ओभर नेपाल। क्लिप हेरेको थिएँ। ए हजुर नमस्ते आमा, नमस्ते। फिल्मको हिरोइन है। हाँ मैं हूँ ना। धन्यवाद। हाम्रो अर्को साथी नि आउँदैछ। ए हजुर, क्लिप्स हेर्नु भएको थियो हजुरले? ए हुन्छ। एकदम राम्रो लाग्यो। हजुर यहीँ बस्नुहुन्छ? हजुर, हजुर। फिल्म हेर्नुपर्छ है त साउन 1 गते। सबै हलहरूमा रिलिज हुँदैछ साउन 1 गतेबाट। आमा मेरो मुख दुख्यो अब दिदी, मुख दुख्यो। हाई गाइस, म गौँथली। सो गौँथलीको बारेमा सुनेछ कि नै? छैन, अब गएर ट्रेलर हेर है त। हाई, म हो नि। हजुर, सुन्नु भएको छ गौँथलीको बारेमा? छैन, आज युट्युबमा गएर हेर्नु होला है त। फिल्म चाहिँ 1 गतेदेखि रिलिज हुँदैछ, माया गरिदिनु होला है। ए हजुर हजुर। हाई नमस्ते, नमस्ते। शुक्रबारदेखि लाग्दैछ। हजुर फिल्म माया गरिदिनु होला।
है हस् थ्याङ्क यू सुन्नुभएको थियो गौथलीको बारेमा मेरो श्रावण 1 गतेदेखि रिलिज हुँदैछ हेर्न आउनु होला है त हुन्छ हस् साथी दिदी हो यसो तपाईले सबैलाई भनिदिनुस् ल 1 गतेदेखि रिलिज हुँदैछ हेर्न आइदिनु है त थ्याङ्क यू ओके लागेन हामी सबैजना छोरी मान्छेहरूको कथा व्यथाको फिल्म हो हेरेर माया गरिदिनु होला है त हस् नमस्ते दिदी नमस्ते देऊ न त उनी हाई गौथली दिदी भनिदेऊ न त त्यो उसमा के रजतपटमा हजुर मै हो नि हामीले त त्यो रियल तपाईको लाइफ भनेको एकछिन त हजुर फिल्ममा त रियलै हो नि हैन त्यो त्यसमा हेर्दा हजुर त्यसमा हजुर हेर्दा रियल भनेर कस्तो मान्छेसँग बिहे गरेर साच्चै कस्तो सेक्रिफाइस भने डेली गरेर त्यो एकदम रियल गरेछ के त्यो ओ हजुर हजुर हाई नमस्ते नमस्ते तपाईको दिदी सेक्रिफाइस फिल्ममा हेर्नुला हुन्छ हुन्छ हेर्नु होला गौथली हो मेरो फिल्म चाहिँ रिलिज हुँदैछ श्रावण 1 गतेदेखि यो चाहिँ हामी छोरी मान्छेको कथा व्यथा आफ्नो इच्छाहरू मार्नु हुँदैन भन्ने विषयमा छ यदि हजुरले केही सुन्नु भएको छैन भने युट्युबमा छ ट्रेलरहरू हेरेर माया गरिदिनु होला है त हस् थ्याङ्क यू नमस्ते बा म गौथली हजुर हो आमा नमस्ते धन्यवाद गौथली हेर्नु होला है त श्रावण 1 गतेदेखि हजुर हजुर हस् धन्यवाद दिदी धन्यवाद धन्यवाद दिदी भिडियो हो टिकटकमा राख्नु होला नमस्ते दिदी म गौथली मेरो फिल्म चाहिँ रिलिज हुँदैछ श्रावण 1 गतेदेखि हजुरले गौथलीको बारेमा सुन्नु भएको छ हजुर हजुर हेर्नुपर्छ है त हस् धन्यवाद दिदी देखेको छ थ्याङ्क यू ए हस् हेर्न आउनु होला है त सो प्रिटी थ्याङ्क यू हजुर पनि दुख्या छैन हजुरलाई अलिअलि गौथलीसँग एउटा फोटो खिचाउनु हस् थ्याङ्क यू हेर्नुपर्छ है त I'm Gauthali. My movie is releasing on this Friday. So, Gauthali दिदी भन्देऊ न त्यहाँ भन त पढा मान्छेले त भन्नुपर्छ नि होइन बिचारा कति क्लासमा पढ्ने भन त 3 मा पढ्ने मान्छे को भनेर तिमीलाई कसलाई भेटेको भन त मेरो फिल्ममा आउँदैछ भन्देऊ के भन्ने She is my friend है guys. गौथली आउँदैछ सबैजनाले हेरिदिनु होला एकदमै राम्रो छ मैले हेरिसकेँ कता गइरा उले आफ्नोबाट लेख्दिनु ए ओ मान्छे मान्छे भेटाछ त के छ हाल खबर ठीक छ तिम्रो एकदमै यार धेरै बसी भेट्यो है त म हेर्न जानु छ म जान्छु हो मेरो फिल्म रिलिज हुँदैछ यही शुक्रबारदेखि अर्थात् श्रावण 1 गतेदेखि हेरेर माया दिनु होला है धन्यवाद हस् थ्याङ्क यू बाई टेलर नि हेरेको छु मैले भएको दस इन्टरभ्यू पनि हेरेको रजतपटमा हामी त रियल भनेर ए झुकेर हजुर हजुर किन भ्यान परेन नि हैन हजुर हो यही शुक्रबारदेखि रिलिज हुँदैछ सुन्नु भएको थियो बा गौथली नमस्ते 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 आमा म चाहिँ गौथली हो यो नेपाली फिल्म हो मैले मेरो फिल्म रिलिज हुँदैछ श्रावण 1 गतेदेखि हजुर हजुर गौथलीको हिरो नि हजुर हजुर डुगु भने त सेम टक्क छैन त आवाज गाई चस गर्न ल हेर्न आउनुपर्छ है त म गौथली मेरो फिल्म रिलिज हुँदैछ 1 गतेदेखि हेर्नु भएको थियो फिल्म नि हेर्न आउनु होला है त हामी यसो हामी पनि भाइरल हुन्छौँ कि भने होइन होइन अझ त्यहाँभित्र अरू पनि छ धेरै छ हजुर हजुर ए होइन त्यो त फिल्मको कास्टिङमा थियो फिल्ममा त धेरै कुरा छ हजुर हजुर मलाई चाहिँ लागेको कि त्यति चाहिँ नभनिदिनु भए भए हुन्थ्यो मान्छेले अब के रहेछ भने इच्छुक हुन्छ नि त हजुर 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 तिमी हेर्न आउने भयो है हस् धन्यवाद दिदी सफलताको शुभकामना यो त्यो बाहेक अर्को एक जोर पनि थियो त्यो चाहिँ राम्रो लुगा मात्रै थियो अनि आज चाहिँ यो लाएर आएको मेरो फिल्म हजुर हजुर शुक्रबार हेर्न आउनु है त मलाई हस् धन्यवाद